के अरे अमिलो हामीले यसलाई चाहिँ साँधेर खाने भनेर भन्दै थियौँ होइन अनि म चाहिँ निवा साँधेर खाने भनेर भन्छु अनि तिमी चाहिँ के भन्छौ र अमिलो अनि अमिलो भनेको त यो पो अमिलो जातको प्रजाति हो क्या यो खासमा होइन अनि यसको नाम चाहिँ के हो अमिलो नै हो ल हामी त यसलाई निवा भन्छौँ जस्तो निवा साँधेर खाने भन्छौँ हामी होइन अनि हामी त अमिलो साँधेर खाने भन्छौँ मलाई अनि अचम्म लाग्यो क्या अनि यिनीले त अमिलो अमिलो जतिखेर अमिलो अमिलो भन्छन् होइन अनि त्यसपछि यो त खाँदा पो अमिलो हुन्छ तर नाम पनि अमिलो रहेछ क्या अनि हाम्रो घरतिर चाहिँ यसलाई कसरी निबुवा भन्छन् होला हामी निबुवा भन्छौँ सर्टकटमा सर भन्दाखेरि अनि अरू 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 फलफुललाई के भन्छ बेलाउतीलाई बेलौती नै भन्छ बेलाउती नै भन्छ अम्बा पनि भन्छ अम्बा बेलाउती भन्छन् होइन त्यसपछि सुन्तला सुन्तला अनि तिम्रो घरतिर पाइन्छ त्यो जङ्गलतिर पाइन्छ क्या त्यो तिजु भन्ने खल्टुक्कै मैले हामीले यो सल्लाह गरेको थियौँ त्यही भएर मैले तिजु भन्ने बित्तिकै मैले खल्टुक भनेर बुझिनँ होइन अनि त्यसपछि कटुस कटस हजुर कटस कटुस भनेको कटस त्यो त अलिअलि मिल्दो जुल्दो रहेछ अनि त्यसपछि गएर अर्को के हुन्छ त्यस्तो फलफुलमा केही फरक छ होइन तिम्रो घरको जस्तो होइन यो भुइँतला भयो अनि घरको माथिल्लो तलालाई के भन्छौ आँटी आँटी भन्छौ तर अन्त अरू ठाउँमा अर्कै के भन्छन् क्या है अनि त्यसपछि गएर अरू के छ माथिल्लो भन्छन् अनि माथिपट्टि चाहिँ उपल्तलो आँटीभन्दा माथिको चाहिँ उपल्तलो ल खै ठिक छ छोड्दै जस्तै यो चाहिँ मलाई अनौठो लाग्यो हामी चाहिँ यसलाई निवा भन्छौँ तपाईँको घरतिर चाहिँ के भन्छ भन्नु होला तिम्रो चाहिँ अमिलो भन्छन् है त्यस्तै अरू केही चिज छ भने फेरि हामी खोजेर पछि बनाउँछौँ भिडियो